अब बाँकी रह्यो हामीले गोचिन सुम 3 वटा शिर अक्षर मध्ये रागो रा शिरमा भएको ला शिरमा भएको 2 वटा अक्षर सकेर अब रहेको छ सागो सागो स शिर अक्षर सागो सागो चुचिक 11 वटा सागोहरू है 11 वटा 11 वटा सागोहरू 11 वटा छ सागोहरू चाहिँ 11 वटा छ सागोहरू चाहिँ 11 वटा छ के हो भन्दाखेरि पहिला यस्तो लेख्छु म तपाईहरुलाई ल 2टा 3टा 4 वटा 5 वटा 6 वटा 7 वटा 8 वटा 9 वटा 10 वटा 11 वटा 11 वटा भयो हैन 11 वटा स लेखेपछि यहाँ लेख्नु पर्यो का है यहाँ लेख्नु पर्यो गा यहाँ लेख्नु पर्यो ङा है अनि यहाँ लेख्नु पर्यो nya है लेखेपछि फेरि यहाँ फेरि अलिकति साउन्डहरु अर्को अर्को आउँछ फेरि अलिकति ता भयो हैन दा यो ना यो पा यो के भयो बा यो मा यो ता है कतिवटा छ एउटा दुईटा 3 4 5 6 7 8 9 10 11 वटा त्यही भएर 11 वटा सागोहरु सागो भने चाहिँ व्यञ्जन वर्णको मूल अक्षर व्यञ्जन वर्णको शिरमा चाहिँ सा आको कारणले सागो अथवा शिरमा सा लागेको कारणले सागो भनेर बुझ्नु पर्छ। अब सागोहरु पढ्दाखेरि यो कसरी पढ्ने भन्दाखेरि अझै जस्तै साकातक का भन्ने पढ्नु पर्यो है शिरमा सा आएपछि जहिले पनि अगाडि सा पढ्नु पर्छ है सा साकातक का हो यसरी अरु पनि यसरी जोड्नु पर्छ। अब साकातक गा न साकातक गा भन्ने पढ्नु पर्यो संगात ङा संयत nya भन्ने पढ्नु पर्यो संयत nya। अब सततता संगतंगा संयतक nya सततक ता सदातक दा भन्ने पढ्नु पर्यो दा द हैन के सतत दा सनातक ना न पहिला हामीले चाहिँ कसरी पढ्थ्यौ ना भन्ने पढ्थ्यो हैन ना अहिले सनात ना भन्ने पढ्नु भयो ना सनात ना र चाहिँ ना पढ्नु अलिकति साइलेन्ट हुन्छ है सपतक पा सपत पा सपत बा सपत बा समत म भन्ने पढ्नु पर्यो है मा भन्ने कि समत मा भन्ने पढ्नु पर्यो पढ्न चाहिँ मा पहिले त हामीले मा भनेर पढ्थ्यो हैन मा यसरी पढ्थ्यो नि मा भनेर पढ्थ्यो हामीले मा भनेर हैन अहिले चाहिँ कसरी पढ्नु पर्यो समतक मा भनेर पढ्नु पर्यो यसले पढ्नु पर्यो कसरी पढ्नु पर्छ सातक चा सातक चा भनेर पढ्नु पर्यो हो यसरी पढ्नु भयो भने चाहिँ तपाईले धेरै सजिलो हुन्छ र यसरी नै पढ्नु भयो भने चाहिँ लेखेर पढ्नु भयो भने चाहिँ तपाईले बुझ्न सजिलो हुन्छ है बुझ्न सजिलो हुन्छ। त्यही भएको कारणले पनि मैले तपाईलाई बारम्बार नेपालीमा लेखेर दिनु कारण पनि यही हो मलाई नेपालीमा लेख्न आउँदैन खासै त्यही भएको कारणले यसले फेरि म दोहोऱ्याउँछु तपाईलाई सा कातक का क भएछ है का सकातक का हुनु पर्यो सकातक का सकातक का सकातक का सघातक गा
सघातक गा सङातक ङ सङातक ङ सन्यातक nya है सन्यातक nya सतातक ता सदातक दा सनातक ना सपतक पा सबातक बा समातक मा सचतक चा हो। यसरी तपाईहरु पनि पढ्नु भयो भने बुझ्न सजिलो हुन्छ। मेन कुरा हामीले बुझ्न परिहाल्यो यो सागो भने चाहिँ स अक्षर शिरमा रहेको कारणले सागो भनेर बुझ्नुपर्छ। त्यो पनि कतिवटा छ भने 11 वटा छ, सागोहरु 11 वटा छ। यसरी बुझ्नु पर्दछ है। हो यसरी पढ्नु भयो भने चाहिँ बुझ्न पनि सजिलो हुन्छ। त्यही भएको कारणले मैले पनि नेपालीमा लेखेको हो। कृपया यसरी पढ्नु होला तपाईहरु पनि।